पनि गएर स्टे गरिन्छ भोलि बिहान सनराइज टुरसको भ्यू सनराइज के छ युवराज सर रमाइलो भइरहेछ नि होइन अब हामी कहाँ जाँदैछौँ हामी भोलि पनि पुन हिल होइन अबको यात्रा रमाइलो हुन्छ हामी 5 बजे होइन अलिक ढिलो भयो निस्किनलाई यात्रा कस्तो हुन्छ हामी 5 जना साथीहरू छ यो अहिले राइट नाउ यो बेनी बजार अहिले हामी ठ्याक्क बेग खोला पुलमा आयो है हामी जाँदैछौँ त्यो साथीहरू ठिक छ नि होइन रमाइलो भइरहेछ है साथीहरू अहिले पानी पलाएको छ हावा चलिरहेछ है ठिक छ मैले उता हालेको छु साथी त्यहाँ पुग्ने वर पनि पाउँछ ए हुन्छ हस् हजुर अहिले हामी पोखरी बगरमा आइपुग्यौँ पोखरी बगरबाट अलिकति के अगाडि बढिसकेपछि यो घारा भन्ने ठाउँमा आइपुग्यो सनसेट हुँदैछ निकै सुन्दर छ ठाउँ देख्न सक्नुहुन्छ तपाईहरुले
ल अब हामी सनराइज हेर्नलाई बिहान 5 बजे माथि पुनिलतिर लाग्दैछ है। माथिको भ्यू देखाउँछु। गेट मात्रै हो, गेट मात्रै हो त्यो। गेट मात्रै हो यो। ओके गाइज, हामी पुनिलको प्रवेशद्वारमा आइयो ट्रेकिङ। डेन्जर गाह्रो हो ट्रेकिङमा, मान्छेको छ मन त्यही छ। कति छ यहाँ भनेपछि? काउन्टर गर्दै छ यहाँ भनेपछि 3180। यहाँ टिकट काटेर अगाडि बढ्नुपर्छ। कति धेरै छ मान्छे। ऊ यहाँबाट निस्किसक्नु लाग्यो। सजियो सनराइज मान्छे कति धेरै छ मान्छे। ड्रोन उडाउनु नमिल्ने जिल्ला परिषदबाट पट्ट चाहिन्छ भन्छ। अब यहाँ ड्रोन उडाउनु नमिल्ने रहेछ। थ्री 3210 मिटरको हाइटमा फ्रम सी लेभल अराउन्ड माउन्टेन। अनि यहाँबाट सनराइज भइरहेछ। यु क्यान सी दिस लुक्स लाइक अ हेभन है। मेरो भिडियो लिदे त्यस्तो तलबाट भिडियो घुरे पानी पुनिल पुरा छैन पुरा सब एडिटमा हाल्दिनु फोटो सब। तर एउटा देखियो कि म त भर्खरसम्म थियो।
ठाउँबाट हामी उकालो बाटो तल झऱ्यो। यहाँबाट त्यो टिकट काटेर मात्र जानुपर्छ। अनि यहाँ रेस्ट्रिक्टेड भनेको तपाईँको ड्रोन अनि थर्मस, त्यसपछि अर्को बर्नर्सहरू चाहिँ लैजानु नपाउँदो रहेछ। अनि लाउड म्युजिक नट अलाउड है। ल अब अहिले हामी तलतिर झर्दैछ गाइस। यु क्यान सी अराउन्ड माउन्टेनरिङ होइन। मैले तपाईँहरूलाई अघि सनराइजको भिडियो देखाइहाल्यो। अब यहाँ आएर तपाईँको ड्रोन फुटेज चाहिँ देखाउन पाएन। अब त्यो एलाउड नै छैन रहेछ। डिस्ट्रिक्टबाट पर्मिट लिनुपर्छ भन्ने कुरा गर्यो। पर्मिसन लियो भने लाइसेन्स होल्डरहरूले चाहिँ उस गर्न पाउँछ होला, उडाउन पाउँछ होला है। यो घोरीपानी हो, ठाउँ चाहिँ बब्बाल नै हो। मान्छेहरू एकदम क्राउड छ है। त्यो हेरिराख्नुपर्छ। लजिङ फुडिङको लागि नो वरी, एकदम राम्रो छ। घोरीपानीको भ्यू यो दोकान चाहिँ। पिस छ, कुल छ है। हजुर अहिले हामी घोरीपानी बजारमा घुमिरहेछ। बुक्सहरू कस्तो राम्रो राम्रो बुक्सहरू यार होइन। बुक्सहरू कलेक्सन कस्तो राम्रो राम्रो रहेछ। भने पुरै उस छ के अरे माउन्टेनिङ छ कि भने सी छ होइन।